हेलो गाइस, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला। हजुरहरूले खाना खाइसक्नु भएको छ कि बाँकी छ? मेरो त खाना पनि भइसक्यो। हेर्न सक्नुहुन्छ मेरो किचन कति फोहोर थियो। अब म भाँडा पनि मस्काउँदैछु गाइस। अनि मेरो छुट्टी पनि थियो, सो मैले मेरो हस्बेन्डलाई अनि घुम्न जाऊँ न, हामी घुम्न पनि गएको छैन, कति दिन भयो। अनि मेरो हस्बेन्डलाई घुम्न जाऊँ भनेको, अनि हस्बेन्डले हुन्छ जाऊँ न, मेरो पनि छुट्टी छ भन्नुभयो। अनि मैले मेरो हस्बेन्डलाई सोधेँ हामी कता जाने भनेर, अनि उहाँले भन्नुभयो मुभी हेर्न जाऊँ न। अनि मलाई मुभी हेर्न जान मन थिएन, किनभने हामी गइरहेको थियौँ होइन। अनि अल्छी पनि लाग्छ एउटा ठाउँमा जानलाई, सो मलाई जानु मन लागेन। अनि बुनुको पनि छुट्टी थियो, किनभने ऊ 10मा गयो। अनि हामीले बुनुलाई पनि घुमाएको थिएन। अनि मैले मेरो हस्बेन्डले ल बुनुलाई पनि लिएर जाऊँ न भनेर, अनि हामी तिनटैजना इन्जोय गरौँ भनेर, अनि बुनुलाई सोधेँ मैले तिमी फन पार्क जाने कि मुभी हेर्न जाने? अनि बुनुले चोइस गर्यो हामी फन पार्क जाऊँ भनेर। अनि सो मलाई पनि मुभी हेर्न जानु मन थिएन, तर मेरो हस्बेन्डलाई मुभी हेर्न जानु मन थियो कि। अनि एउटै ठाउँमा जानु त दिक्क लाग्छ नि त गाइस। अनि मैले उहाँलाई फोर्स गरेँ प्लिज हिँड्नु न फन पार्क भनेर। अनि मेरो हस्बेन्ड पनि मान्नु भयो। अनि सो अब किचनलाई फोहोर भएर होइन, अब भाँडाहरू छोडेर होइन, घर फोहोर छोडेर म कसरी घुम्न जान सक्छु एउटा बुहारी मान्छे भएपछि होइन गाइस। सो सफा गरेर गएपछि आफूलाई नै सजिलो हुन्छ के गाइस। अब घुम्न गयो होइन, घुमेर फर्किँदा मान्छे थाकेको हुन्छ होइन, अल्छी पनि लाग्छ होइन, अनि झ्याउ पनि लाग्छ काम गर्न गाइस। अनि सो मैले काम गरेर गएपछि आफूलाई नै आनन्द हुन्छ कि गाइस, फ्री भएर जतिखेर पनि आउँदा हुन्छ नि त। अब काम छोडेर गयो भने त हो मेरो घरमा काम बाँकी थियो, मैले काम गर्नुपर्ने थियो भने जस्तो हुन्छ नि त। अनि आफूले सबै कामहरू सकाएर गयो भने त आफूलाई पनि अलि मतलब फ्री हुन्छ भनेर। अनि मैले भाँडाहरू मस्काएको हेरिसक्नु भयो तपाईँले। अब सो बेसिनलाई पनि सफा गर्नु पर्यो नि त। अब बेसिनलाई मैले जुठो छोडेर जाने कुरै नै आउँदैन, सो मैले बेसिनहरू पनि सफा गर्दैछु गाइस, हेर्न सक्नुहुन्छ तपाईँले। मैले बेसिन सफा गर्दैछु गाइस। अनि अब भाँडा मस्काएकोलाई पनि पखाल्नु पर्यो नि त, न त कस्तो स्मेल आउँछ कि पखालेन भनेर। सो मैले पखालेको पनि हजुरहरूले हेरिसक्नु भयो होइन। अब सबै चारैतिर म पखाल्दैछु। लगभग मेरो किचनको काम सकिसक्यो। त्यसपछि ग्यासको पालो थियो, ग्यासलाई पनि सफा गर्नु पर्यो। ग्यासलाई फेरि यो किचन मैले सफा गरिसकेछु। मेरो रुमको पालो थियो, रुम धेरै फोहोर भइरहेको थियो होइन गाइस, हेर्न सक्नुहुन्छ। अनि मैले कुचो लाउँदैछु। अब किचनको त पालो सक्यो, अब रुमलाई पनि सफा गर्नु पर्यो नि त गाइस। मैले कुचो लाउँदैछु, तपाईँले हेर्न सक्नुहुन्छ। मेरो रुम पनि सफा भयो। अब त्यसपछि हल थियो, अनि बुनुको रुम थियो, बुनुको रुमलाई पनि कुचो लाएर अब म हलमा पुगेँ। हल पनि मैले कुचो लाउँदैछु, हजुरहरूले हेरिराख्नु भयो होला होइन। अनि सफा गर्दैछु मेरो हलपछि टोइलेटतिर गएँ म। टोइलेटतिर पनि सफा गर्नु पर्यो, टोइलेटतिर गर्दैछु, कुचो लाउँदैछु गाइस। त्यसपछि किचनको पाला आयो, किचनमा पनि लाउँदैछु। अब किचनमा त जुठो छोडेर फोहोर छोडेर त जान पनि कुरा आएन, किनभने किचनलाई त सफा राख्नुपर्छ। अनि सो मैले कुचो लाइसकेछु गाइस, हजुरले हेर्न सक्नुहुन्छ। कति धेरै मैले फोहोर पनि निकालेको छु, हेर्न सक्नु कति धेरै फोहोर छ, सबै सफा गरिसकेँ मैले। त्यसपछि पोछाको पालो कस्तो फोहोर देखिरहेको थियो कि, अनि मलाई कस्तो लाग्यो कि, अनि फोहोर देखिस कस्तो लाग्यो। अनि मैले यो पोछा पनि लाउँदैछु, तपाईँले हेर्न सक्नुहुन्छ होइन। त्यसपछि ढोका पनि मैले कस्तो फोहोर देखेँ, सो म ढोका पनि पुछिरहेको छु, सफा गरिरहेको छु। सेतो देखेँ मैले कि ढोकामा। अनि अब उसलाई कसरी इग्नोर गर्न सक्छ, अब मैले पोछा लगाएको बेला त उसलाई पनि यसो सफा गरिदिउँ भनेर गाइस गर्दैछु। किचनको पनि सक्यो मेरो। अब बाहिरको त पनि सफा गर्नु पर्यो नि त। अब रुमलाई कोठालाई सफा राखेर भएन नि त, मात्र दैलोलाई पनि सफा गर्नु पर्यो। सो मैले बिहानै झाडु लगाइसकेको थिएँ, यो फेरि मैले फोहोर भएर लगाउँदैछु, तपाईँले हेर्न सक्नुहुन्छ। अनि दैलोमा पनि लाउँदैछु कुच्छु होइन, धेरै फोहोर भएर। अब दैलो पनि सफा गर्नु पर्यो नि त, हेर्न सक्नुहुन्छ गाइस। अब दैलो पनि सफा मैले गरि नै सकेँ लगभग, हेर्न सक्नुहुन्छ होइन।
मेरो लगभग सफा भयो होइन, हेर्न सक्नुहुन्छ घर र दैलो पनि सफा भयो। त्यसपछि मलाई लास्टै गर्मी लाग्यो होइन। सो अब म गर्मी लागेपछि अनि म मोबाइल राख्छु नुहाउन जानु पर्यो भनेर। अनि म नुहाउनुभन्दा अगाडि म मेरो टाउकोमा तेल लाउँछु कि तेल लगायो भने राम्रो हुन्छ भनेर। सो म तेल कहिले पनि किन्दिनँ, म घरमै बनाएको तेल युज गर्छु आफ्नो टाउकोमा। गाइस हेर्न सक्नुहुन्छ मैले तेल लगाउँदैछु, म किनेर म यो युज गर्दिनँ कि म आफ्नो लागि म आफै बनाउँछु घरमा। हेर्न सक्नुहुन्छ गाइस, अब तेल पनि मैले लगाइसकेँ गाइस। अब मैले के किनेछु यो तपाईँलाई म देखाइरहेको छु। हेर्न सक्नुहुन्छ लुगा पनि आज के लाउने भनेर देखाउँदैछु गाइस। मेरो अब हेरौँ, अब यसबाट नुहाएर पनि आइसकेँ। मेरो बुढाले मलाई फेरि डिस्टर्ब गर्ने के, मेरो हस्बेन्डले मलाई। अब क्रिम लाउँदैछु हेर्न सक्नुहुन्छ गाइस होइन। म नुहाएर आइसकेको थिएँ। सो अब मेरो क्रिम लगाउँदैछु, हजुरहरूले हेर्न सक्नुहुन्छ होइन। अनि म भर्खर नुहाएर आएको थिएँ, मेरो कपाल भिजेको थियो। सो मैले यो रुमाललाई अहिले निकालेन होइन। अनि फाउन्डेसनको पालो, अनि म फाउन्डेसन लगाउँदैछु, हजुरहरूले हेर्न सक्नुहुन्छ होइन। अब म फाउन्डेसन लगाएर एकदम सेतो गोरो हुन्छु। तर मेरो फाउन्डेसन हेर्नु न, लुगा पनि लाग्यो कि मिस्टेकले लाग्यो होइन गाइस। मिस्टेकले भन्नाले ध्यान नदिएरै होला लाग्यो होइन। अब मेरो हस्बेन्डले मलाई कति डिस्टर्ब गर्नुहुन्छ, अहिले हाई गर्न आउनुहुन्छ कि मेरो हस्बेन्ड। अहिले हेर्नुहुन्छ तपाईँले यो पनि एकछिनमा। मैले यो चक्करमा मेरो फाउन्डेसनलाई धेरै जोले थिचेर बाहिरै आएँ कि गाइस, हेर्न सक्नुहुन्छ होइन। म कस्तो भुत्नी जस्तो भएँ फाउन्डेसन लगाएर होइन। यो एकछिनमा आफै मेकअप हुन्छ, हेर्न सक्नुहुन्छ गाइस हजुरहरूले। अब रेडी हुनु पर्यो भनेर रेडी हुँदैछु फन पार्टको लागि, हेर्न सक्नुहुन्छ। फाउन्डेसन मिलाउँदैछु, मेकअप गर्दैछु मैले। लुगामा पनि लाग्छ मेरो गाइस, हेर्न सक्नुहुन्छ। अब कालो टिका लगाएको सुहाएन, सो मैले रातो टिका लगाएँ। यो निकालेर राम्रो देखेन भनेर रातै टिका सुहायो। कालो टिका बानी छुटेर होला कस्तो कस्तो लाग्यो कि गाइस। अनि लिपस्टिक लगाउँदैछु, हेर्न सक्नुहुन्छ तपाईँले। मलाई नयाँ किनेको लिपस्टिक, अनि मैले फर्स्ट टाइम लगाएको है। अनि यो घाँटीको लगाएको यो राम्रो देखेन भनेर मैले चेन्ज गरेँ, अर्कै लगाएको छु, तपाईँले हेर्न सक्नुहुन्छ गाइस। अनि गाजर पनि लगाइसकेँ। त्यसपछि मस्काराको पालो थियो, मस्कारा पनि लगाउँदैछु, हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि मेरो हस्बेन्ड पनि आउनुभयो मलाई जिस्काउन। मेरो हस्बेन्ड पनि रेडी भइसक्नु भयो हजुरले। अनि मेरो हस्बेन्ड पनि उता रेडी भइराख्नु भएको छ, अनि म यता रेडी भइरहेको छु फन पार्क जानको लागि। रेडी भइसकेँ म। अब म ब्याग बोकेर बाहिर निस्किन्छु, म र मेरो बुनु र मेरो बुढो। हेर्न सक्नुहुन्छ मेरो बुढालाई। अब हामी बस स्टपतिर जान्छौँ, किनभने 2जना त भैँसी त बाइकमा जानुपर्छ, तर अब 3जना भैँसी त बाइकमा अट्दैन। त्यही भएर हामीले बसमा जाऊँ भनेर बुनु पनि रेडी भयो र हामी सबैजना बसमा बसिसक्यौँ गाइस। हेर्न सक्नुहुन्छ तिनटैजना रेडी भएर हेर्न सक्नुहुन्छ। अब गाइस अब मास्क लगाएको मैले, किनभने मलाई स्मेल आयो बसको। सो मलाई टाउको दुख्छ। हामी पुगी पनि सक्यौँ, थोरै त हिँड्नु पर्यो। अब सो मेरो बुढा म बुनु हिँडिरहेको छौँ, हेर्न सक्नुहुन्छ। पानीपुरी देखेँ, पानीपुरी खान मन लाग्यो फन पार्कतिर। फन पार्क पनि पुगिसकेँ, खाएर पनि अब टिकट काट्यौँ। टिकट काटेर भित्र बस्नु पर्यो। भित्र पसिँदैछौँ हामी, गार्डलाई टिकट दिएर भित्र पनि आइसक्यौँ गाइस। हेर्नु मेरो बुढा र बुनु पछाडि छ। अनि त्यसपछि चाट खाने भोक लाग्यो मलाई। अनि हामीले तिनटैजनालाई, हस्बेन्ड र म, मेरो लुगामा लायो ढङ्गै नभएको म चाहिँ। हेर्नु न कस्तो खस्यो होइन। अनि सो अब मेरो हस्बेन्डले गेम खेलौँ भनेको। अनि गेम त खेल्न एउटाको 50 रुपियाँ, तर हामीले 500 खेलेपछि मात्र हामीले यो डल टेडी बियर एउटा पर्यो के। अनि क्यौँ त पार्यो मेरो हस्बेन्डले 2वटा, एउटा बुनुले। तर टेडी बियर मैले पारेको एकैचोटिमा मैले 4 हानेको गाइस। यो हेर्नु न यस्तो रमाइलो हुँदो रहेछ है खेल्दा, यस्तो रमाइलो लाग्यो। सो खेल्दै गयौँ थाहै नै भएन क्या गाइस कति भयो भनेर होइन। अनि तर रमाइलो भयो होइन। अनि क्यु यहीँ हो, मलाई खास यसको नाम थाहा छैन। सो मेरो
हस्बेन्डले पनि खेल्नुभयो अनि बुनुले पनि खेल्नुभयो र मैले पनि खेलेँ हैन। अब के पर्छ यो पनि तपाईँले हेरिहाल्नुहुन्छ अहिले एकछिनमा गाइस। तर जे भए पनि धेरै रमाइलो भयो हैन। फन पार्कमा यति रमाइलो भयो कि तपाईँलाई म के भन्नु गाइस है। अब बुनुले फेरि खेल्छु भनेर फेरि खेलिरहेको छु। डल पनि मैले लिएर आएको छु घर। मैले मेरो बुढासँग किउलियो पारेको। अब भूत घरमा जाऊँ भनेर अनि हामीले टिकट लियौँ 3टा अनि भूत घरमा पनि गयो। तर मैले भिडियो बनाउन निस्के पनि सक्यौँ भूत घरबाट है। मैले भिडियो बनाउनै बिर्सिसकेँ। बच्चा जस्तो म पिङ खेल्दैछु हेर्न सक्नुहुन्छ। म धेरै बेर बसिनँ किनभने गार्डले कराउँछ भनेर। अनि हस्बेन्ड बुनु म जाऊँ न डुङ्गो खेलौँ भनेर अनि डुङ्गो खेल्न लाग्यो हैन। यसलाई डुङ्गो कि ढुङ्गा के भन्छ, तर मेरो तराई भाषामा ढेङ्गा भन्छ है गाइस। अनि सो हामी वेट गरिरहेको छु हेर्न सक्नुहुन्छ डुङ्गोलाई हैन। अनि त्यसपछि वेट गर्दैछु। त्यसपछि यहाँ पानी पनि पर्यो गाइस हेर्न सक्नुहुन्छ। चिप्स पनि खाएँ अनि त्यसपछि हामी डुङ्गोमा बस्यौँ हैन। अनि मैले हेर्न सक्नुहुन्छ मेरो बुढो इन्जोय गरिराख्नु भएको छ कि फुल कराएर हैन। अनि बुनु पनि सायद तर्सेर हो कि के हो है, डराएर हो कि मलाई हेर्न सक्नुहुन्छ समातेको है। तर यति इन्जोय भयो 3जना यति इन्जोय भयो नि हेर्न सक्नुहुन्छ हजुरहरू हैन। अनि बुनुको हातमा नङ थियो कि मलाई दुखिरहेको थियो कि लास्टै हैन। अनि मलाई बुनु दुख्यो भनेको उसले सुनेन कि म त अब समात्नु पर्यो भनेर मलाई समातिरहेको छ कुन्नामा बसेर हेर्न सक्नुहुन्छ। अनि अरूलाई पनि हेर्न सक्नुहुन्छ हामीले कति इन्जोय गरेछौँ। म कराइरहेको छु, मेरो हस्बेन्ड पनि कराइरहेछ अनि बुनु पनि कराइरहेछ। किनभने कराउनु रिजन भनेको कि डर लाग्दैन कि। अनि कराएन भने त कस्तो हुन्छ नि त। अनि करायो भने त डर लाग्दैन। सो हामी 3जना कराइरहेको छौँ, रमाइलो पनि गर्दैछौँ 3जना आफ्नै पाराले। हेर्न सक्नुहुन्छ तपाईँहरू गाइस, हेर्न सक्नुहुन्छ म कति कराउँदैछु र मेरो हस्बेन्ड पनि कराइराख्नु भएको छ। र मैले बुनुलाई दुख्यो बुनु बिस्तारी समात भनेको। अब उसले डरले मलाई जोले समातेको थियो हैन। हेर्न सक्नुहुन्छ 3जना हामी कति कराइरहेको छौँ। अनि अरूजना पनि बसेछ फुल इन्जोय गरिरहेछौँ हामी पछाडि बसेर। अनि बुनु सायद धेरै डरायो कि भनेर म उसँग गफ पनि गरिरहेको थिएँ। तर मलाई समातेको थियो जोले हेर्न सक्नुहुन्छ कति जोले हामी। त्यसपछि हेर्नु गाइस अब ओलिने बेला पनि भयो हैन। मेरो हस्बेन्ड हैन हेर्न सक्नुहुन्छ। दिनको स्लो भयो अनि बुनुलाई के भयो भनेर मैले सोधेँ। अनि बुनुले मलाई समातेको म हात पनि देखाउँछु मेरो हातको हालत के भयो भनेर। हेर्न सक्नुहुन्छ कस्तो रातो भएको छ। त्यसपछि हामीले चिप्स खायौँ किनभने पानी परिरहेको थियो। सो पानी कम हुनेको वेट गऱ्यौँ। अनि त्यसपछि पानी पनि कम भयो। सो हामी बाहिर निस्किँदैछु हेर्न सक्नुहुन्छ गाइस। मैले मेरो हस्बेन्डलाई जाऊँ न बानेश्वर, उहाँलाई जानु मन थिएन बानेश्वर। सो घर जानु मन थियो पानी पर। अनि मैले भने हिँड्नु न अब आइसकेछौँ यहीँ नजिक त हो बानेश्वर घुम्दै जाऊँ, त्यहाँ बर्गर पिज्जा मिठो पाउँछ मैले भने। अनि मेरो बुढालाई जानै मन थिएन अनि मैले फकाएँ। सो उहाँ हिँड्नलाई रेडी भयो। अब फेरि बुनुको पनि स्कुल लाग्यो भने त अब सधैँ उसलाई पनि लान मिल्दैन नि त हामीले, हाम्रो जब पनि हुन्छ सधैँ आउने कुरा पनि हुँदैन। हेर्न सक्नुहुन्छ गाइस। बानेश्वर जाँदैछु गाइस हेर्न सक्नुहुन्छ। अब बानेश्वर पुग्नेलाई किनभने बुनुको पनि स्कुल भएपछि उसलाई सधैँ लान मिल्दैन के। अनि उसको छुट्टी भएको बेला हामीले लगेको हो हेर्न सक्नुहुन्छ। म्युजिकहरू पनि हुँदै थियो। अनि हामीले के खाने भने अनि बुनुले बर्गर खान्छु भन्यो अनि मैले पिज्जा। अनि हामीले पिज्जा र बर्गर मगाए हेर्न सक्नुहुन्छ। हाम्रो बर्गर पनि आइसकेको छ गाइस। अब त्यसपछि बुनुले बर्गर खाँदैछ हेर्न सक्नुहुन्छ हजुरले। अनि म पनि बर्गर खाँदैछु र मेरो हस्बेन्ड पनि बर्गर खाइराख्नु भएको छ। त्यहाँ कति मजाको म्युजिक हुँदैछ, सबै आफ्नै पाराले इन्जोय गरिरहेछ र म पनि आफ्नै पाराले इन्जोय गरिरहेको छु हेर्न सक्नुहुन्छ तपाईँले गाइस। अनि हाम्रो पिज्जा आयो। सो हामीले पिज्जालाई एउटा हातमा लियौँ मैले र बुनुले अनि हस्बेन्डले हेर्न सक्नुहुन्छ गाइस। अब पिज्जा खाँदैछु म त
अब घर जाने बेला भयो। सो अब हामी घर जान लागेको छौँ। बुनु मेरो पछाडि अनि हस्बेन्ड हुनुहुन्छ। पानी परिरहेको थियो, अब पानीलाई रोकेको भए त झन् लेट हुन्थ्यो भनेर अनि जाम भनेको पानी पनि परिरहेछ। हामी बस स्टप आइपुग्यौँ। बस स्टपको वेट गर्दैछु गाइस होइन। बस पनि भेट्यो, बसमा बसिसकेँ। अब सो म बाटोमा छु, हेर्न सक्नुहुन्छ होइन। जाममा लगभग अब म मेरो घर पुग्ने बेला भयो। म बस स्टपबाट मेरो घरको बाटोतिर ओर्लेँ। अब म आकाशी पुलमा चढिरहेको छु, हेर्न सक्नुहुन्छ। अनि म घरको गलीमा पनि पुगिसकेँ, हेर्न सक्नुहुन्छ गाइस होइन। आफ्नै पाराले हिँडिरहेको छु। मेरो घर पनि पुगेँ म अनि मेरो हस्बेन्ड पनि हेर्नु। अनि मैले यो जितेको पार्कमा गेम खेलेर हेर्न सक्छु। डल मैले पारेँ गाइस हेर्नु। ल धन्यवाद, थ्याङ्क यू गाइस, बाई बाई, टेक केयर। फेस पनि